यसको खै तिमीलाई यसमा चाहिँ कस्तो हुन्छ भने यो चाहिँ पुरा कर छ नि यो कर चाहिँ कम हुन्छ अलिक सानो हुन्छ नि साँच्चै अनि त्यति फरक हो अरू त सबै चल्ने हुन्छ सेम यस्तै हुन्छ फिङ्गर पनि चल्छ फिङ्गर नि चल्ने योभन्दा अगाडि हालेकोमा सबैकोमा चले जस्तो चल्न चाहिँ होइन त्यो त तपाईँले ज्ञानी बिग्रिनु पऱ्यो नि ल म यहाँ पहिला सोध्छु होइन फेरि चलेन भनेर मतलब भएन 3 चल्नु पऱ्यो होइन डिस्प्ले अलि सानो हुँदाखेरि त्यहाँ केले कभर गर्छ केले कभर गर्छ भाङ्दै हुन्छ कि हुँदैन हुँदैन यो यस्तो हुन्छ कि सिसा अलिकति सानो साइजको हुन्छ अलिकति हेलो होइन यसमा मिटो अल्ट्राको डिस्प्ले ओलिडमा छ है अनि के अरे फिङ्गर चल्छ चल्दैन यहाँ S22 अल्ट्रा यस पिन चल्छ कि नै चल्छ है त एसपिएनहरू नि सबै चल्छ त्यस्तो अहिलेसम्म कम्प्लेन त छैन होइन तर कस्तो हो भने ओरिजिनलवाला नि पाउँछ तपाईँको लगभग 32,000 जस्तोमा हाल्यो हामीले पहिला होइन 32,000 वाला हाल्नु भयो त्यो त्यसमा पनि चल्छ सबै राम्रो यो सेटको जस्तै सेम हुन्छ त्यसमा चाहिँ अहिलेसम्म 0% कम्प्लेनहरू हाल्यो होइन तपाईँको अहिलेसम्म अब हामीले हालेकोमा अब यहाँबाट चेक गरेर लिएर गएपछि होइन वारेन्टी त हामीले दिन सक्दैनौँ त्यस अब अहिलेसम्मको हालेकोमा कसैले नि कम्प्लेन चाहिँ गराएन त्यो सामान हाल्यो भने चाहिँ होइन ओलिडवाला हाल्यो भने नि अब त्यो चाहिँ अब अलिक सस्तोवाला क्वालिटीको भयो होइन अब क्वालिटीमा चाहिँ अलिकति फरक चाहिँ पर्छ त्यही हो हजुर कलरहरू हुन्छ नि यो कलरहरू अब यो अहिले ओरिजिनल कलर भयो नि त्यसमा अलिकति थोरै फरक पर्न सक्छ अब यसमा डिस्टर्ब छ नि त्यो डिस्टर्ब चाहिँ के हुँदैन लिएर म एकपल्ट लिएर आउँला नि त है त एकपल्ट खोलेर चेक गरेर लिएर आउनु हामीले तपाईँकै अगाडि खोलिदिनु भएन होइन तपाईँकै अगाडि चेक गरेर ल्याएर के फरक समस्या आउने के हुने केही पनि हुँदैन हल्का सानो हुनाले कति सानो हुन्छ त्यसको त फ्लिप कभर राख्दा अझ राम्रो है फ्लिप कभरको नि त एकताको जमाना आएको थियो त्यो फ्लिप कभर आएपछि गएको जमाना हो यस्तो हालेको छ हामीले चाहिँ अस्ति यसमा कलर जस्तो सेम भयो यो 23 अल्ट्राको भयो खासै फरक छैन केही पनि होइन यसमा अलिकति यो यस्तो साइज हुन्छ नि पहिलाको ओरिजिनलमा सब फुल साइज हुन्छ नि यसमा चाहिँ अलिकति कम साइज हुन्छ यो यति हरियो कलरको साइन छ नि त्यति जति जसो कम हुँदैन यहाँ अब क्यामेरामा त राम्ररी देखेको छैन होइन अलिकति यो साइज कालो कालो बढी छ नि त माथि तल अलिकति बढी हुन्छ क्या बुझ्नुभयो नि यो चेकिङ हजुर त्यसरी नै तपाईँहरूलाई नि हामी यसरी नै बनाइदिनु हो पुरै यसरी चेकिङ गरेर दिने धेरै दिन भएको छ त्यसको 15-20 दिन भयो हजुर तपाईँको अब यस्तो यस्तो छ ओलिडवालामा 12,000 जस्तो मलाई भने त्यहाँ कम्पनीमा अब हामीले 1,000 एक्स्ट्रा दिन्छ तपाईँ 13,000सम्म गरिदिन सक्नु लास्ट इयर तपाईँ यो मोबाइल लिएर जाने
मोबाइल लिएर तपाईँ चेक गरेर हुन्छ नि तपाईँले ल्याएर दिनु क्या बुझेन भने निकाल्न मिल्छ चित्त बुझेन भने चाहिँ निकाल्न चाहिँ मिल्दैन मिल्न चाहिँ फिङ्गर चल्नु पर्यो फिङ्गर चल्ने भयो भने म लिएर आउँछु नभए फिङ्गर चल्ने भएन भने लिएर आउँदैन फिङ्गर हुन्छ लिएर आउँछु यो यसमै चेक गरेर लिएर आउने क्या यसमै चेक गरेर लिएर आउने तपाईँको केही डकुमेन्टहरू केही सामानहरू केही तलमाथि केही पनि भयो भने हामी जिम्मेवारी हुन्छ यसमा त के डिस्प्ले चेन्ज गर्नु त हो भने फाइल भित्र चेन्ज गर्ने होइन होइन चेक चाहिँ गरेर लिएर आउनुपर्छ कि सामानमा केही कम्प्लेन के तपाईँको चाहिँ हामीलाई मैले नबुझेको कुरा के भने तपाईँ यो लिएर जानुहुन्छ तपाईँ त्यो यो खोलेर यसको सामान हुन्छ नि यो चेक गरेर उता लिएर आउनु भयो क्या हामी चाहिँ कति टाइम लाग्छ 10 मिनट जति नै लिएर आउँछु धेरै टाइम लाग्दैन तपाईँले ल्याएर ठाउँको ठाउँ बनाएर ल्याएर दिनु क्या तपाईँले तपाईँले यहाँ नबनाउने कि त्यहाँ होइन बनाएर त्यहाँ चाहिँ चेक सामान चेक गरेर लिएर आउने नि यहीँ ल्याएर फिटिङ गरेर दिनु क्या तपाईँलाई लिएर आउनुहोस् न त सामान चाहिँ के लिएर आउने यसको बोर्डले लगेर चेक गरेर लिएर आउनु क्या बोर्ड पनि लानुपर्छ बोर्ड लगेर चेक गर्नुपर्छ नि त्यो भइसकेपछि तपाईँ फिङ्गर सिङ्गर सबै चेक गरेर लिएर आउनु पर्यो नि त चलेन भने उयो भएन भनेपछि यो निकाल्नै पर्यो निकाल्नै पर्छ क्या यस्तो हुन्छ यसमा अब यो तपाईँको एउटा मान्छे कस्टमरले छोडिदिनु भएको नि सेम तपाईँको जस्तै सेम सेट हो होइन अब यो निकाल्ने हो होइन यो भित्र बोर्ड लगेर चेक गरेर लिएर आउनु क्या बुझ्नुभयो नि बोर्डै निकाल्नुपर्छ हजुर हजुर यो बोर्ड निकालेर चेक गरेर यसमा यो यस्तो सबै सेटै आउने हो क्या त्यसमा यस्तो यो तपाईँको यो सेटै आउने हो क्या यो पछाडिको पनि सबै आउँछ सेटै सहित आउँछ चल्नु पर्यो है फिङ्गर चल्ने लिएर आउँछ तपाईँलाई केही त्यस्तो केही पनि परेन क्या तपाईँले टेन्सन मान्नु परेन त्यस्तो सामान यताउति हुन सक्छ नि त होइन अलिकति सानो भयो भने मलाई मल्ल भएन हुन्छ हुन्छ फिङ्गर चाहिँ चल्ने चाहियो नि त तपाईँलाई हुन्छ पिन चल्ने हुनु पर्यो ल हुन्छ म सबै चेक गरेर लिएर आउँछु एकपल्ट फिङ्गर खेच्नु त अलिकति त्यसमा छिर्नु है त्यसको त फ्लिप कभर राख्दा अझ राम्रो है फ्लिप कभर पनि त एकताको जमाना आएको थियो
त्यो फ्लिप कभर आएपछि गयो कोरियनहरूले युज गर्ने भयो होइन। कोरियनहरूको एकताको फेसन आउँदाखेरि जहाँ संसारभर चल्यो फेसन, त्यसपछि यो फ्लिप कभरको फेसनै गयो क्या। अहिले कुन कभर हाल्दा हुन्छ त्यस्तै? अब यसलाई अब नर्मल अलि सेफ हुने खाले कभर हाल्ने राम्रो। कस्तो सेफ पनि? भन्नाले स्क्रिनहरू सेभ गर्ने, अब यो त फेरि सुरुमै स्क्रिन पर्छ है, यसमा चाहिँ प्रब्लमै त्यो छ। त्यसरी त्यो फ्लिप भयो भने सेफ हुन्छ भनेर भने